के तपाई युट्युबबाट पैसा कमाउने तयारी गर्दै हुनुहुन्छ? त्यसो हो भने युट्युबको नयाँ अपडेट तपाईले थाहा पाउनै पर्छ। युट्युबले नयाँ क्रिएटरका लागि मोनेटाइजेसनको रिक्वायरमेन्ट परिवर्तन गर्दैछ। अहिलेको 4000 वाच आवर बढेर 8000 पुग्नेछ र सर्टबाट मोनेटाइजेसनको लागि 10 मिलियन भ्युज बढेर 20 मिलियन भ्युज पुग्नेछ। तर रोक्नुस्, यो रुल आजदेखि लागू भएको होइन। यो कहिलेदेखि लागू हुन्छ आउनुहोस् सबै कुरा सजिलो भाषामा बुझौं। युट्युबले यो ठूलो अपडेट अगस्त 10, 2026 मा एनाउन्स गरेको हो र युट्युबको अनुसार नयाँ टर्म्स फेब्रुअरी 1, 2027 देखि लागू हुनेछ। त्यसैले अहिले नै युट्युबमा 8000 आवर चाहिन्छ भन्नु सही हुँदैन। अहिले र 2027 पछि के फरक हुन्छ आज एक एक गरेर बुझौं। अहिले युट्युब पार्टनर प्रोग्राम अर्थात YPP को लङ फर्म मोनेटाइजेसनको लागि सामान्य रिक्वायरमेन्ट हो 1000 सब्स्क्राइबर र पछिल्लो 365 दिनमा 4000 क्वालिफाइड पब्लिक वाच आवर। तर फेब्रुअरी 1, 2027 देखि नयाँ क्रिएटरका लागि यो वाच आवर रिक्वायरमेन्ट बढेर 8000 क्वालिफाइड पब्लिक वाच आवर हुनेछ। अर्थात वाच आवरको रिक्वायरमेन्ट डबल हुँदैछ, 4000 बाट सिधै 8000। अब यो कुरा चाहिँ ध्यान दिएर सुन्नुस्। 8000 वाच आवर अहिले लागू भएको छैन, युट्युबले एनाउन्स मात्र गरेको हो। नयाँ टर्म्स फेब्रुअरी 1, 2027 बाट लागू हुनेछ। त्यसैले तपाईले सोशल मिडियामा युट्युबमा आजदेखि युट्युब मोनेटाइजेसनको लागि 8000 वाच आवर चाहिन्छ भन्ने भिडियो देख्नु भयो भने त्यो मिसलिडिङ हुन सक्छ। अहिले लागू हुने रुल र फेब्रुअरी 2027 पछि लागू हुने रुल फरक छन्। अब सर्ट्स क्रिएटरको कुरा गरौँ। नयाँ क्रिएटरका लागि सर्ट्सबाट YPP को एड र प्रिमियम रेभिन्यू शेयरिङमा प्रवेश गर्न चाहनुहुन्छ भने नयाँ रिक्वायरमेन्ट हुनेछ 1000 सब्स्क्राइबर र पछिल्लो 90 दिनमा 20 मिलियन क्वालिफाइड सर्ट्स भ्यू। अहिलेको 10 मिलियनबाट यो बढेर 20 मिलियन भ्यू हुँदैछ। अर्थात सर्ट्सबाट मोनेटाइजेसनको इन्ट्री थ्रेशोल्ड पनि डबल हुँदैछ। तर यहाँ धेरै क्रिएटर्सहरू कन्फ्युज हुन सक्छन्। 20 मिलियन सर्ट्स भ्यूज भनेको नयाँ क्रिएटरले YPP मा प्रवेश गर्न पूरा गर्नुपर्ने नयाँ थ्रेशोल्ड हो। तर युट्युबले एक्जिस्टिङ YPP क्रिएटरका लागि सर्ट्स एड्स र सब्सक्रिप्सन रेभिन्यू शेयरिङ सम्बन्धी 10 मिलियन सब क्वालिफाइड सर्ट्स भ्यू इन 90 डेज को थ्रेशोल्ड पनि उल्लेख गरेको छ। त्यसैले नयाँ YPP एप्लिकेसन 20 मिलियन र एक्जिस्टिङ YPP क्रिएटरले सर्ट्स रेभिन्यू एलिजिबिलिटी 10 मिलियन, यी दुई कुरालाई एउटै नठान्नुहोस्। अब अर्को इम्पोर्टेन्ट क्वेसन, यदि तपाईँ अहिले नै युट्युब पार्टनर प्रोग्राम अर्थात YPP मा हुनुहुन्छ भने के तपाईलाई पनि 8000 आवर चाहिन्छ? युट्युबको अनुसार नयाँ इन्ट्री रिक्वायरमेन्ट्सले पहिले नै YPP मा रहेर क्रिएटरलाई असर गर्दैन। अर्थात नयाँ 8000 आवर रिक्वायरमेन्ट मुख्य रूपमा नयाँ क्रिएटरले YPP को एड र प्रिमियम रेभिन्यूमा शेयरिङमा प्रवेश गर्न लागू हुनेछ। त्यसैले अहिले मोनेटाइज क्रिएटर हुनुहुन्छ भने अचानक मेरो 8000 वाच आवर पुगेन, अब मोनेटाइजेसन हुन्न भनेर डराउनु पर्ने कुरा होइन। तर 8000 वाच आवर मात्र र युट्युबको नयाँ अपडेट होइन। युट्युबले प्रिमियम लाइट सम्बन्धी पनि ठूलो अपडेट एनाउन्स गरेको छ। प्रिमियम लाइट भनेको युट्युब प्रिमियमको तुलनामा कम मूल्यमा उपलब्ध हुने सब्सक्रिप्सन अप्सन हो। युट्युबको अनुसार प्रिमियम लाइट ती देशहरूमा विस्तार हुँदैछ जहाँ युट्युब प्रिमियम उपलब्ध छ र क्रिएटरका लागि पनि यसको अर्निङ अपर्च्युनिटी छ। प्रिमियम लाइटबाट आएको एलिजिबिलिटी रेभिन्यूको क्रिएटर र डिस्ट्रिब्युसनको लागि छुट्टै पुल बनाइने युट्युबले जनाएको छ। युट्युबको अनुसार प्रिमियम लाइटको नेट सब्सक्रिप्सन रेभिन्यूको 60% क्रिएटर रेभिन्यू पुलमा जानेछ। त्यसपछि एलिजिबल वाच टाइम र भ्यूको आधारमा डिस्ट्रिब्युसन हुनेछ। युट्युबले लङ फर्मका लागि 55% र सर्टका लागि 45% क्रिएटर रेभिन्यू शेयर उल्लेख गरेको छ। त्यसैले युट्युबको नयाँ अपडेट केवल मोनेटाइजेसन थ्रेशोल्ड बढाउने विषय मात्र होइन, क्रिएटरको अर्निङका अन्य बाटाहरू पनि विस्तार हुँदैछन्। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि तपाईँ नयाँ युट्युबर हुनुहुन्छ भने अब के गर्ने? पहिलो कुरा, प्यानिक नगर्नुहोस्। दोस्रो, यदि तपाईँ लङ फर्म कन्टेन्ट बनाउनुहुन्छ भने वाच टाइम बढाउन फोकस गर्नुहोस्। तेस्रो, सर्ट मात्र निर्भर नहुनुहोस्। सर्टबाट सब्स्क्राइबर आउन सक्छ तर लङ फर्मबाट राम्रो वाच टाइम बनाउन सकिन्छ। चौथो, भिडियोको लेन्थ मात्र बढाएर हुँदैन, मानिसले भिडियो हेर्नुपर्छ। त्यसैले अडियन्स रिटेसन धेरै इम्पोर्टेन्ट हुन्छ। र पाँचौं, एउटा भाइरल भिडियोको आशमा मात्र नबस्नुहोस्, नियमित रूपमा युजफुल र इन्ट्रेस्टिङ भिडियोको लाइब्रेरी बनाउनुहोस्। 8000 वाच आवर सुन्दा धेरै ठूलो नम्बर जस्तो लाग्छ, तर 8000 वाच आवर्स भनेको 4,80,000 मिनेट हो। यो एकजना मानिसले मात्र हेर्नुपर्ने समय होइन, धेरै भ्युअर्सले तपाईका धेरै भिडियोहरू हेर्दा टोटल वाच टाइममा जम्मा हुन्छ। त्यसैले भिडियो 20 मिनेटको छ कि
5 मिनेटको छ भन्ने मात्र महत्त्वपूर्ण कुरा होइन, मानिसले तपाईको भिडियो कति समय हेर्छन् भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। यसलाई सम्झनुहोस्, भिडियो लेन्थ भन्दा वाच टाइम र रिटेन्सन महत्त्वपूर्ण छ। युट्युबले अगस्ट 10, 2026 मा नयाँ अपडेट एनाउन्स गरेको हो र नयाँ टर्म्स फेब्रुअरी 1, 2027 देखि लागू हुनेछ। त्यसो भए छोटकरीमा भन्नुपर्दा 4000 वाच आवर बढेर 8000 वाच आवर र 10 मिलियन सर्ट्स भ्यू बढेर 20 मिलियन भ्यूज हो। नयाँ YPP एप्लिकेसनका लागि ठूलो परिवर्तन आउँदैछ, तर यो चेन्ज फेब्रुअरी 1, 2027 बाट लागू हुनेछ। त्यसैले अहिले नै डराउनु पर्दैन। यदि तपाई युट्युब च्यानल सुरु गर्दै हुनुहुन्छ भने आजैदेखि राम्रो कन्टेन्ट बनाउनुहोस्, अडियन्स रिटेन्सन बढाउनुहोस्, सब्स्क्राइबर बढाउनुहोस् र लङ फर्म वाच टाइम बढाउन सुरु गर्नुहोस्। यदि तपाईलाई यस्तै युट्युबका नयाँ अपडेट सजिलो नेपाली भाषामा चाहिन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्। भेटौँला अर्को भिडियोमा। हस्त नमस्ते।